हेलो आज म यता इन्चनको लाइनमा घुम्न आएको छु मेरो बिदाको भएको कारणले गर्दाखेरि आज इन्चनमा जानको लागि चाहिँ हामी यो एउटा सङ्दो भिलेज यो साइडतिर हामी आएको छौँ। यहाँबाट आउनको लागि चाहिँ हामी सेन्ट्रल पार्कमा पहिला आउनुपर्ने हुन्छ। सेन्ट्रल पार्क स्टेसन यहाँबाट आएर हामी चाहिँ 1 नम्बर जानुपर्ने हुन्छ हैन। 1 नम्बरबाट गएर त्यहाँबाट अनि हामी तपाईँलाई देखाउँछौँ है। त्यसरी जाँदै गर्छौँ। पछि तपाईँलाई हामी भन्छौँ See you. हेलो एभ्रिवान, वेलकम टु माई ब्लग। आज चाहिँ म इन्चन योन्सु भन्ने इन्चनको यो सङ्दो हानोक भिलेज भन्ने ठाउँमा आएको छु। यो चाहिँ खास गरी सेन्ट्रल पार्क नजिकै रहेको छ। सेन्ट्रल पार्क छेउ भनेको चाहिँ तपाईँको 1 नम्बर लाइन रहेको छ। 1 नम्बर लाइनबाट सेन्ट्रल पार्कमा झर्नुहोस्। त्यहाँनिर झरेपछि 1 नम्बर एक्जिटबाट निस्केर 8-9 मिनट तपाईँहरू हिँड्नु सक्नुभयो भनेदेखि चाहिँ तपाईँहरूले यो ठुल्ठुलो बिल्डिङहरूको बिचमा एउटा ट्रेडिसनल टाइपको हाउसहरू डिजाइन भएको तपाईँहरूले देख्न सक्नुहुनेछ। अनि यसको लागि चाहिँ अब तपाईँहरूले के गर्न सक्नुहुन्छ भन्दाखेरि त्यहाँबाट आएर यहाँभित्र छिर्न केही पनि गर्नुपर्ने छैन। यो चाहिँ खास गरी चाहिँ यो हाउस चाहिँ खास गरी हानोक स्टाइलमा बनेको छ हैन। अनि यसलाई चाहिँ 2013 मा चाहिँ बनाइएको हो। आजभन्दा अब लगभग त्यही 12-13 वर्ष जस्तो रहेको छ। अनि यसमा रहँदाखेरि चाहिँ के छ भन्दाखेरि यहाँनिर चाहिँ यो चाहिँ खास गरी कमर्सियल पर्पजमा गरिएको हैन। बिजनेस एन्ड कमर्सियल पर्पजको लागि गरिएको हो। जुनमा चाहिँ अब यहाँनिर चाहिँ तपाईँहरूले डाइनिङ गर्ने ठाउँ, रेस्टुरेन्ट हैन, क्याफे अनि अरू कुराहरू पनि तपाईँले देख्न सक्नुहुन्छ। स्पेसली यो ठाउँ चाहिँ एकदम राम्रो भएको कारणले गर्दाखेरि यहाँनिर चाहिँ मान्छेहरू चाहिँ इभिनिङ वकिङ, मर्निङ वकहरू अब यसरी गरिरहेको हुन्छन् हैन। अनि मजाले डुल्न सकिन्छ। तपाईँहरूले चाहिँ अब यसलाई चाहिँ नजिकबाट निहाल्नु भनेदेखि चाहिँ यो भित्र क्याफेहरू रहेको छ। हेर्दाखेरि चाहिँ कस्तो छ भन्दाखेरि रोयल स्टाइल टाइपको छ। ट्रेडिसनल प्लस रोयल स्टाइल टाइपको छ हैन। त्यसैले गर्दाखेरि चाहिँ यो ठाउँ चाहिँ एकदम सङ्दो हानोक भिलेज भन्ने चाहिँ इन्चनमा रहेको यो चाहिँ एकदम अलिक पपुलर छ हैन। अनि यो चाहिँ मैले आज म आफैले देख्न पाएँ। त्यसैले गर्दाखेरि मलाई एकदम खुसी लागेको छ। अब यसमा हेर्नुभयो भनेदेखि चाहिँ यो डिजाइनहरू चाहिँ हेर्नुभयो भनेदेखि चाहिँ यो चाहिँ हानोक स्टाइलमा बनेको छ हैन। अनि अरू त यही नै हो, तर अलिकति मोडर्न हैन, मोडर्न डिजाइनसँगै चाहिँ अब मिक्स भएको छ हैन। अनि यसमा चाहिँ अब स्पेसल्ली चाहिँ के ड्रामाहरू अरू केही गर्छन् हैन, योहरू गर्नको लागि चाहिँ यहाँनिर चाहिँ खासरी आउँछन् मान्छेहरू। अनि उहाँहरूले चाहिँ अब ड्रामाहरू गर्नुहुन्छ। अब यसरी तपाईँहरूले चाहिँ हानोकको ड्रेसहरू लगाएको पनि देख्न सक्नुहुन्छ। त्योसँगै चाहिँ तपाईँहरूले चाहिँ यहाँ भित्र बसेर क्याफेहरूमा बसेर खान पनि सक्नुहुन्छ है। ठाउँ चाहिँ अझै देख्न बाँकी छ, हेर्दै जानु होला। डिजाइनहरू रहेको छ। यो चाहिँ अटम सिजनमा भएको कारणले गर्दाखेरि चाहिँ अझ यो पातहरूको चाहिँ अब भाइब्रेन्ट कलर भएको कारणले गर्दाखेरि चाहिँ झन् अझ एकदम हैन रङ्गी देखिन सक्नुहुनेछ तपाईँहरूले। योसँग देख्दाखेरि चाहिँ अब यो चाहिँ मेन गेट रहेको छ हैन। मेन गेट चाहिँ उता छ, त्यो चाहिँ होटलहरूको लागि हो हैन। अनि यो चाहिँ खास गरी क्याफे। अब यहाँनिर चाहिँ के छ त, डाइनिङ गर्ने ठाउँहरू होला हैन। अब यहाँनिर कस्तो छ यो हामी हेरेर तपाईँलाई हामी जानकारी गरिदिन्छौँ। यहाँनिर चाहिँ के पाइँदो रहेछ त है। अब यो हामीले खानेकुराहरूको यसो डाइनिङको लागि ठाउँहरू हेर्न सकिन्छ। यहाँनिर चाहिँ क्योङबुकुङ अब यो कोरियन बिबीक्यू पोइन्ट रहेछ। सापो रहेछ, जापानिजको एकदम अब फेमस खालको फुड पनि रहेछ। अनि होलिस कफी भन्ने पनि रहेछ एउटा। अनि हान्यङ फुलकोगी, अब यो चाहिँ फुलकोगी भनेको चाहिँ खास गरी गोरुको मासु भनिन्छ हैन। अनि त्यहाँबाट चाहिँ चाइनिज रेस्टुरेन्टको यो पनि अर्को पनि रहेछ, पाल्जिनिहाङ भन्ने। अब यस्तो छ है। यो चाहिँ म दिउँसो आएको छु। तपाईँहरू चाहिँ बेलुकी टाइममा आउनुभयो भनेदेखि चाहिँ तपाईँहरूले यसलाई अझ हैन, यहाँको लाइटिङहरू यो सबै यो रुखहरूमा नि कनेक्ट गरिएको छ। त्यसैले गर्दाखेरि चाहिँ त्यो टाइममा आउनुभयो भनेदेखि चाहिँ एकदम रङ्गी हैन, राम्रो देखिन्छ, अझ राम्रो देखिन्छ। ठाउँहरू पनि एकदम राम्रो छ, सबै कुरा ठिक छ। अब यो चाहिँ कफीको हो त्यहाँनिर रहेको छ, कफी सप एकदम हैन नेचर टाइपको छ, नेचर इन्भाइरोमेन्ट रहेको छ, नेचुरल इन्भाइरोमेन्ट। त्यसैले आउनु होला है, आउनु होला, घुम्नु होला यो ठाउँमा।
यहाँनिर चाहिँ अब ड्रामाहरूको लागि अब अरू फोटोसुटहरू गर्नको लागि होइन विदेशीहरू आयो भनेदेखि चाहिँ अब टुरिस्टहरू भनौँ न स्पेसली टुरिस्टहरू आयो भनेदेखि चाहिँ अब यहाँनिर चाहिँ फोटोहरू खिच्नदेखि लिएर एउटा मेमोरीको लागि होइन त्यसरी आउँछन्। यो चाहिँ यो हानुक यति मात्र भिलेज नभएर यसको वरिपरि चाहिँ तपाईँहरूले अरू पनि देख्न सक्नुहुनेछ। यहाँभित्र क्याफेहरू बसेर खान सक्नुहुन्छ होइन। त्यसको यता साइडमा चाहिँ पोखरी जस्तो छ क्या, यो चाहिँ खास गरी आर्टिफिसियल होला तर कस्तो छ भन्दाखेरि हेर्दाखेरि चाहिँ एकदम अट्र्याक्टिभ टाइपको छ होइन। यो चाहिँ तपाईँहरूले हेर्नु भने एकदम रमाइलो लाग्छ होला। त्यहाँनिर रहेको छ, म तपाईँहरूले देखाउँछु। अनि यहाँनिर चाहिँ बोटिङहरू पनि गर्न मिल्छ होइन, बोटिङहरू गर्न मिल्छ। अहिले चाहिँ अब गरेको छैन होला तर त्यसमा चाहिँ गर्न मिल्छ। म तपाईँलाई उहीँ गएर म हजुरलाई देखाउने छु। हानुक भिलेज चाहिँ त्यहाँनिर थियो भनेदेखि यसकै ठ्याक्क पछाडिको साइडमा यहाँनिर चाहिँ पोखरीसँगै चाहिँ हामीले यो ग्राउन्डहरू देख्न सकिन्छ होइन, फोटो खिच्नको लागि अरू गर्नको लागि। अनि यहाँनिर चाहिँ डुङ्गा पनि चढिरहेको छ होइन, हामीले डुङ्गाहरू यहाँ चढेको पनि देख्न सक्नुहुन्छ तपाईँहरूले। त्यहाँनिर डुङ्गा चढेको छ होइन, अब यसरी देख्न सक्नुहुन्छ। यसमा चाहिँ अब ठाउँहरू आजको आकाश पनि कस्तो निलो खालको होइन, एकदम सफा क्लियर रहेको छ है, क्लियर स्काई एकदम राम्रो आनन्दको। घाम पनि कस्तो हल्का चिसो टाइपको होइन, वेदर चाहिँ चिसो टाइपको तर कस्तो भन्दाखेरि घाम लगाएर न्यानो के भन्छ न्यानो खालको क्या, घाममा बसिराखौँ आनन्द लिराम टाइपको छ होइन, एकदम रमाइलो छ। तपाईँहरू नि यता नजिकै इन्सनतिर वा अरू अन्त कतै हुनुहुन्छ भनेदेखि चाहिँ तपाईँहरू आउनुभयो भने अहिले चाहिँ यो अटोङ महिनाको सिजन भएको कारणले गर्दाखेरि चाहिँ अझ तपाईँहरूले राम्रो देख्न सक्नुहुनेछ। यो चाहिँ अझ स्पेसली मैले चाहिँ डे टाइममा गरेँ, हजुरहरू चाहिँ अझ नाइट टाइममा आउनुभयो भनेदेखि अझ राम्रो अझ देख्न सक्नुहुनेछ तपाईँहरूले।